हेलो साथीहरू, आज चाहिँ हामी लालटिन ठकाली रेस्टुरेन्टमा फापरको ढिँडो खानको लागि आइपुगेका छौँ। लालटिनमा लालटिन नहुनु त कुरै भएन। नेपालतिर पनि देखिँदैन कि अहिले त यस्तो लालटिनहरू। यो अक्षर के हो मैले चिने नै साथीहरू, उर्दू जस्तो देख्छु। फापरको ढिँडो र खसीको मासु खान गइरहेका छौँ। अब के अरे अर्डर चाहिँ गऱ्यौँ। अब वेटिङमा छ है साथीहरू। अहिले खाएको खानाको लागि हामी चाहिँ ढिँडोको वेटिङमा छौँ है साथीहरू। धेरै भयो ढिँडो नखाएको। यस्तो मिठो स्वाद लिएर खाने हो। 1 घन्टा पहिला आएको थियो साथीहरू हामी त। अनि 1 घन्टा पहिला आएको थियौँ। अनि 1 घन्टा पहिला आएर त्यो भोक लागेको बेलामा खानु त मजा आउने नि। त्यही भएर 1 घन्टा आएको थियौँ छिटै। अनि हामीले याद गरेनौँ कि अब कति बजी पुग्छ भनेर याद गरेनौँ, थाहा भएन। त्यसपछि 1 घन्टामा त कहाँ जाने। त्यही भएर अनि घुम्दै बाहिरतिर घुम्न जाँदाखेरि नेपाली पसल नै गयौँ कि मायालुमा। अनि त्यहाँ गएर चाहिँ केही न केही खानु पऱ्यो। घुमेर फेरि हामी आइपुग्यौँ ठकाली रेस्टुरेन्टमा। विदेशमा पनि नेपाली खानाहरू खानु पाउँदा त मलाई त यस्तो खुसी लाग्छ। त्यही पनि लोकल फेरि ठकाली। आई एम भेरी एक्साइटेड गाइज। चाहिँ नेपालीपन देखियो साथीहरू। हेर्नु त लालटिन नेपालतिर पनि देखिन्न कि अहिले त लालटिन। यहाँ चाहिँ यसरी संरक्षण गरेर राखेको रहेछ नेपाली बाजा मादल। अनि त्यसै गरी लालटिन। त्यहाँ त्यो झ्याम्डी पिट्ने त्यो के भन्छ मलाई थाहा भएन त्यसको नाम। त्यहाँ त्यो के रे त्यो त्यसको नाम के हो मैले बिर्सेँ के रे। हजुरहरूलाई थाहा छ भने कमेन्टमा भनिदिनु होला। त्यहाँनिर मकै त्यस्तो छ, मलाई मन पर्यो यस्तो नेपाली चाहिँ। आइसकेको छ। खाना गइरहेका छौँ साथीहरू। यसरी पहिले सुरुमा ढिँडो खाँदाखेरि तेल होइन घिउ यसरी चुहाएर खानुपर्छ। यो चाहिँ फापरको ढिँडो है साथीहरू। साथीहरू हामी दुईजनामा कसले मिठो गरेर खान्छ हेर्नु है। करेलाहरू सेतो आलुको गुँड तरकारी त पिरो करेला अचार। भन्छ कि साथीहरू को जानु भएन ढिँडो खान। कोले आउँछ कोले आउँदैन कमेन्ट गर्नु ल।
हजुर चटनी सस हो के रहेछ साग उद्घाटन गरेँ मतलब गरेको उसले साथीहरू हामी चाहिँ यति बेला ढिँडो खाएर पनि घरतिर जाने क्रममा छौँ होइन। आज चाहिँ मैले मेकअप गरेर आएको थिएँ, लिपस्टिक जति सबै खाइसकेछु साथीहरू। अब बाँकी छ मेरो गाजल आइसेट अनि टिकुली। मेरो आइसेट पनि गयो झन् त। बाटोमा चाहिँ यस्तो गाडीहरू देखिराख्नु भएको छ होला तपाईँहरूले पनि। अँध्यारो भइसकेको छ, अहिले चाहिँ कति 6 बज्यो। मलाई ऐनामा पनि हेर्नु होला कस्तो देखिन्छ भनेर अझै नकल पारेर हल्का राम्रो देखेछु। यति भन्दै सबैलाई बाई बाई साथीहरू।